राहुल तिमीले के गर्यौ हो एक त यतिकै वर्ष तिमी घरबाट बाहिर बसेर उनले यति दुःख पाइन् अब अहिले आउँदाखेरि फेरि तिमी उनको टाउकोमा यत्रो ठुलो दुःखको भारी बिसाइदियो अब बिचारी न घरमा न घाटको गएर के गरेर खाना होइन काका गल्ती मेरो मात्रै त होइन नि त्यतिखेर उनले पनि बिहे गरिहालिन् अब मलाई जे राम्रो लाग्यो जे सही लाग्यो मैले त्यही गरेँ बरु मेरो आमा खोइ त काका कहाँ जानु भएको तपाईँले देख्नुभयो अब के भन्ने बाबु भनौँ भने दुःख लाग्छ नभनौँ भने पनि नहुने तिमी आमाले त संसार छोडेर गइन् नि त्यति मात्रै कहाँ हो र तिमीलाई थाहा थियो कि थिएन ईद पढ्दै जाँदाखेरि अञ्जलीको गर्भमा बच्चा थियो त्यो बच्चा पनि बित्यो अब अहिले आएर तिमीलाई आमा चाहियो यो अवस्थामा त तिमीले अहिले अञ्जलीलाई त घरमै घाटको बनायौ अब कानुनी रूपमा त तिमीले त अंश पनि नपाउने भइन् के र जिन्दगी चलाउँछन् तिमी हे भगवान् धन्न कली के देख्नु पर्यो काका अब म बलियो भएर हिँड्छु यो सब मेरै कारणले दुःख पाएको हो मैले आफ्नो सब सुख गुमाएँ मैले सर्वस्व गुमाएँ न पढाइ राम्रो भयो न माइती रह्यो मैले सबै कुराहरू गुमाएँ जाली खाऊ भने पनि कसैले जाली दिन्नन् स्कुल पास नगरेर कसैलाई जाली दिँदैनन् अब मैले यो बाल विवाहको महाअभियान लिएर अगाडि बढ्छु उसै पनि म रोगी मान्छे कुन्ने गर्छु थाहा छैन अब यो समाजलाई बाल विवाह मुक्त समाज बनाउँछु काका हजुरले मलाई हरेक सुख दुःखमा साथ दिनु भएको छ अब हजुरले यो अभियानमा पनि मलाई साथ दिनुपर्छ अहिले आएर तिमीले के कुरा गर्यौ जुन तिम्रो सोच गरेकी छौ तिम्रो यो अभियानमा मेरो पूर्ण समर्थन छ म साथ सपोर्ट गर्छु म तिमीलाई अब तिमीले अन्यायका विरुद्ध लड्नुपर्छ अगाडि बढ्नुपर्छ राहुल तिमी त अपराधी हौ तिमी पापी हौ तिमी अञ्जलीलाई सानै उमेर ललाई पकाइ बिहा गर्यौ घरमा भित्रायौ अहिले आएर यस्तो अवस्थामा छोड्यौ तिमीले यसो सबै एक दिन पक्कै भोग्नुपर्छ यो चढ मात्रै हो त्यसको फलिफायर तिमीलाई राम्रै हुन्छ तिमीलाई अञ्जलीको मात्र होइन राहुल तिमीलाई त अबोध नाबालकको पनि पाप लाग्छ जसले संसार देख्न नपाउँदै संसार छोड्नुपर्छ आमाको पनि तिमीलाई सलाह लाग्छ तिम्रै पीडामा तिम्रै चिन्तामा आमाले पनि ज्यान गुमाउनु पर्यो अब यो सब हिसाब किताब त भगवान्ले गर्छन् होला मैले भन्नु केही छैन अञ्जली नानी म छु तिम्रो साथमा चिन्ता नगर यस्तालाई त कसरी चलाउनु पर्छ हामीले पनि जान ल हिँड आजदेखि तिम्रो सहारा म मेरो सहारा तिमी हुन्छ काका आजदेखि यो अभियान सुरु गरौँ सुरु गरौँ सुरु गरौँ अन्य गरौँ अन्य गरौँ अहिले बन्द गरौँ बन्द गरौँ शिशुमूर्ति काम गरौँ काम गरौँ हजुरहरूलाई मन पर्यो भने एकपटक ताली बजाइदिनु होला सबै ठाउँबाट र हामी चाहन्छौँ कसैले पनि बाली विवाहबाट यस्तो ठुलो दुःख खेप्न नपरोस् र घरबार बिग्रिनु नपरोस् घरबार नबिग्रोस् हाम्रो यो चाहना छ यो समयसम्म यहाँहरूले धैर्य गर्नुभयो हेर्नुभयो यहाँहरू सबैलाई धेरै धेरै धन्यवाद र विशेष गरेर सुदूरपश्चिम प्रदेश सरकार सामाजिक विकास मन्त्रालय अन्तर्गत महिला समुत्थान परियोजनाको आर्थिक सहयोगमा यो कार्यक्रम आयोजना भयो यसका लागि प्रदेश सरकारलाई धेरै धेरै धन्यवाद दिन्छौँ।